मर्निङ 7 क्लासतिर आएको है। आज भने चाहिँ घरमा मिस्त्री लाग्दैछ। काम के छ भने एकदम हाम्रो आँगन फुटेर दब्बिएर पुरा गइसकेको छ, त्यही भएर त्यो बनाउनु पर्ने छ है। अन्त बेलुका भजन पनि छ है, र हेर्दै जानुहोस् होला भिडियो चाहिँ है अन्तैसम्म। In the morning, brush your teeth. गर्दैछ नानाले हो। In the morning, brush your teeth. A B C D. Lesson is brushing teeth. Ni lesson? What? No, no. Yes, yes. के साह्रो परेको नानालाई ब्रस गर्नु? नाना के गर्नु भएको? ब्रस गर्नु भएको? थु गर्नुस्। नगर्ने? काली के हो? ल बाय बाय बाय। ब्रस गरिसक्यो? निकाले टोक्यो नि? मस्किटोले टोक्यो? ओहो, कस्तो खालको मस्किटो नि? लासेमको पनि खुट्टामा टोकेछ, स्कुलमा खुट्टाभरि टोकेछ हाम्रो लासेमको। हजुर, फ्रेन्ड्सको पनि हातमा घाउ भएछ। फ्रेन्ड्सको नाम के हो? त्यो तिम्रो साथीको नाम के हो? साथीको नाम छैन? अन्त भन के हो अन्त? भत्तेरिका साइलिरी हो। यहाँ चाहिँ मिस्त्री आइसकेको छ अनि फुटाउनु सुरु गरिसकेको छ। वारपार छ एकदम लिएर वारपार पढाइसम्म क्र्याक भएर गएको छ दब्बिएर, त्यही भएर आज दिन चाहिँ मिस्त्री लाग्दैछ। र म चाहिँ अहिले नानी लिन जाँदै गरेको है। स्कुल छुट्टी आँट्यो, 12 बजी हुन्छ नर्सरीको चाहिँ, र लिन जाँदै गरेको म। कता मामा? हजुर स्कुलमा? हाई स्कुल के छ? हाई स्कुल चाहिँ हजुर रिसिभ ए अँ म त नानी लिन जाँदै गरेको हजुर। होइन भइहाल्छ ल, कहिले पनि इलेक्सन त आउँछ। ए भइहाल्छ, तल गरौँ छुट्टी हुनु आँट्यो। अब हाम्रो पनि कारेको स्कुल नर्सरी हो। कता हिँडिस्? आउनु यता, कम। हामी गएको अहिले स्कुल छुट्टी भयो। छोड्नुहोस्। यहाँनिर आउँदै ओए काली के गर्नु भएको?
हजुर लेख्नु हो प्रार्थनामा सहभागिता गर्ने निवेदन गर्दै यो प्रार्थना सुरुवातको प्रार्थनालाई अगुवाई गरिदिन नहुनुहोस् आदरणीय हाम्रा पश्चिम बङ्गाल हेर्ने नेपाल ललित सोसाइटीका अध्यक्षका महोदय श्रीमती सेलिमलाई लामाजी गर्न चाहन्छु। भर्गो देवस्य धीमहि धियो यो न प्रचोदयात्। आमीन आमीन। सेवांगी निसा रिहा मुला सियांसु सेवांगी 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 सेवांगी। हे परम प्रधान परम ईश्वर हे भगवान वचनहरू हामी गाउँदैछौँ। त्यसैले यो सबैभन्दा पहिला ईश्वरीय वन्दनाको गणमा विज्ञान दिनेबाट वचन गाउँदैछौँ। यहाँ सबैजनाले भजनमा रहिदिने म अनुरोध गर्न चाहन्छु। उत्तम जीवन को बाटो दिखाउने ईश्वर हाम्रो सृष्टिकर्ता तिमीलाई धन्यवाद चढाउँछौँ। ईश्वरीय वन्दनाको दोस्रो भजन हे सृष्टिकर्ता भन्ने भजन गाउँदैछौँ। भजनमा 17 पेज नम्बरमा लाइकमा जानकारी गराउँछु। हजुर परमेश्वर पिता हाम्रो घटना हजुरको महिमा गाउने हजुरको महिमा गाउने भक्तहरूको पुकार सुन्नुहोस्। त्यसरी अब हामी दोस्रो चरणमा हामी गुरु वन्दनातिर लागेका छौँ र हामीलाई यहाँसम्म यो आध्यात्म चिनाउनु हुने हाम्रा परम पूज्य स्वामी मास्टर गरिबी भजनहरू गाउँदैछौँ। र सबैभन्दा पहिला हामी यस घरका आदरणीय हाम्रा साना नानीको अवधि 6 मा रहेको जानकारी गराउन चाहन्छु। Thank you.
भिडियोमा अन्त्यसम्म रहनु भएकोमा धेरै धेरै धन्यवाद अनि फेरि अर्को पालि भेटौँला।